कसरी यस्तो भिडियो भइरहेको के कुरा स्पेसल के छ भइरहेको आज मिति 2082 साल कार्तिक 10 गते सोमबारका दिन यस श्री लाङ्गाली बहुउद्देश्य सहकारी संस्था लिमिटेड धादिङको 18औं वार्षिक साधारण सभा नीलकण्ठ नगरपालिकाको सिटी हल शीतल बजारमा हुन गएको कार्यक्रमलाई म औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। यस लाङ्गाली बहुउद्देश्य सहकारी संस्था लि धादिङको अध्यक्ष रामबहादुर आले मगरलाई म आजको कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया पानी देखाइदिनु होला। नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाज्यूलाई आजको कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लाङ्गाली बहुउद्देश्य सहकारी संस्थाका आदरणीय संस्थापक अध्यक्ष हरिशङ्कर गिदेल मगरज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गराउन चाहन्छु। त्यसै गरी यस लाङ्गाली बहुउद्देश्य सहकारी संस्थाका सल्लाहकार मगरज्यूलाई पनि यो कार्यक्रमको अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन चाहन्छु। यस लाङ्गाली बहुउद्देश्य सहकारी संस्था लिका सल्लाहकार हरिपाटा मगरज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गराउन चाहन्छु। लाङ्गाली बहुउद्देश्य सहकारी संस्था लिमिटेडका संस्थापक सदस्य वीरबहादुर आले मगरज्यूलाई पनि म अतिथिको रूपमा आसन ग्रहण गराउन चाहन्छु। सल्लाहकार भीम दर्लामीज्यूलाई पनि अतिथिको रूपमा आसन गराउन चाहन्छु। मगर सङ्घ धादिङका पूर्व अध्यक्ष सल्लाहकार अमृता रेशमी मगरज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गराउन चाहन्छु। सभापतिज्यू, प्रमुख अतिथिज्यू र अतिथिज्यूहरूलाई ब्याज वितरण र माला वितरण गरिदिनु हुनका लागि सम्मान गरिदिनु हुनका लागि कल्पना राणा, जानुका आले र निर्माया राणा मगरलाई म हार्दिक अनुरोध गर्दछु। हाम्रो यस कार्यक्रमलाई शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म नीलकण्ठ नगरपालिका कार्यपालिका सदस्य मन्जु मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद भोज भाइ। यस श्री लाङ्गाली बहुउद्देश्य सहकारीको 18औं वार्षिक साधारण सभाका सभाध्यक्ष रामबहादुर आलेज्यू र प्रमुख अतिथि, विशेष अतिथि र सम्पूर्ण अतिथिज्यूहरूमा मेरो झोरले र नमस्कार भन्न चाहन्छु। र यस सञ्चालक समितिको सदस्यज्यूहरू र कर्मचारीज्यूहरू र शेयर सदस्यज्यूहरू सम्पूर्णमा मेरो झोरले नमस्कार। धन्यवाद। छोटो मिठो बोलेर जानु भइसकेको छ। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। यस लाङ्गाली बहुउद्देश्य सहकारी संस्था युनिटको 18औं वार्षिक साधारण सभामा पाल्नु हुने यस कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका मेयर आदरणीय हाम्रो जनजातिको नेता आदरणीय भीमप्रसाद ढुङ्गानाज्यू, त्यसै गरी यस कार्यक्रममा पाल्नु हुने सम्पूर्ण सल्लाहकारज्यूहरू, यसै गरी यस कार्यक्रममा पाल्नु हुने पत्रकारज्यू लगायत सम्पूर्ण शेयरधारीज्यूहरूमा म लाङ्गाली बहुउद्देश्य सहकारी संस्था लिमिटेड धादिङको अध्यक्ष रामबहादुर आले मगरको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। पहिले गीत भनेको छ, लाइहाल्यो 6 महिना बर्ख बेल पाटेर कागजलाई के हुन्छ भनेको छु। सहकारीको कार्यक्रम त भयो। सदा प्रमुख अतिथिज्यू र विशेष अतिथिज्यू र गाउँबाट पाउनु शेयर सदस्यज्यूहरू हामी 14 वार्डमा सबै 14 यहाँ जम्मा आज 1000 क्रस भइसकेको छ। प्रत्येक वर्ष हामीले चाहिँ संस्थापक सदस्यज्यूहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो। त्यही कार्यक्रम अन्तर्गत म सम्मान कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु।
कृपया अझै ताली बजाएर उहाँलाई सम्मान गरिदिनु। वार्षिक साधारण सभाका अध्यक्ष महोदय, यस सभाका प्रमुख अतिथि यस निर्वाचन नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाज्यू, त्यस्तै गरी अतिथिको आसन ग्रहण गर्नुभएका यो सहकार्य यहाँसम्म ल्याउनुभएका पूर्व नेतृत्वकर्ता भन्छु म, यस सहकारीको संस्थाका 18औं साधारण सभाका सभापतिज्यू, यस सभाको गरिमाको रूपमा प्रमुख आतिथ्यता ग्रहण गरिदिन आउनुहुने नीलकण्ठ नगरपालिकाका आदरणीय मेयर साहब, नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्षज्यू, साथै हामी नगर समुदाय लगायत नीलकण्ठ नगरपालिकाभरि बसोबास गर्नुहुने सम्पूर्ण जात जातिलाई समान रूपमा आदर सम्मान सहित आफ्नो क्षमताले भ्याएसम्म सहयोग पुर्याउनु हुने आदरणीय मेयर भीमप्रसाद ढुङ्गानाज्यू, त्यसै गरी यो सभालाई यो साधारण सभालाई आफ्नो गरिमामय उपस्थितिको आतिथ्यता प्रदान गर्न आउनुहुने जिल्ला सहकारी सङ्घ धादिङका व्यवस्थापक शेरबहादुर गुरुङज्यू, त्यसै गरी सिधले गाउँपालिकाका वडा नम्बर 6 का वडा अध्यक्ष सुरेन्द्र थापा मगरज्यू, 4 का वडा अध्यक्ष झलबहादुर थापा मगरज्यू, त्यसै गरी सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मगर सङ्घका पूर्व अध्यक्ष, हालका सल्लाहकार र निरन्तर रूपमा चाहिँ क्रियाशील रहनुहुने आदिवासी जनजातिका एउटा अभियन्ता हरिशङ्कर मगरज्यू, यसै गरी नेपाल मगर सङ्घ धादिङका आदरणीय उपाध्यक्षज्यू, यसै गरी मञ्चमा आसीन विभिन्न अतिथिज्यूहरू र हाम्रो आमन्त्रणलाई स्वीकार्दै टाल्नुहुने मञ्चमा पनि नहटाएर अगाडि बस्नुहुने हाम्रा आदरणीय अतिथिज्यूहरू र उपस्थित साधारण सदस्यज्यूहरू, यहाँहरू सम्पूर्णलाई म मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु, हार्दिक धन्यवाद पनि भन्न चाहन्छु र साथसाथै यहाँहरूले भर्खर मात्रै सम्पन्न भएको नेपालीहरूको महान पर्व बडा दसैँ र शुभ दीपावलीको पर्वहरू पनि भव्यताका साथ मनाउन सफल हुनुभयो होला भन्ने विश्वासका साथ यहाँहरूलाई ढिलै भए पनि हार्दिक शुभकामना व्यक्त गर्दै म 2-4वटा एकदम थोरैमा आफ्नो कुरा राख्नु भन्ने कुरा गर्नुभएको छ र मैले सकेसम्म थोरैले बनाउँछु, किन धेरै बोल्न थाल्यो भने यहाँ आफूलाई चाहिने कुरा त सुन्नुहुन्न साथीहरूले। हाम्रो लाङ्गाली बहुउद्देश्य सहकारी संस्थाले के गरिरहेको छ भनेर हाम्रा चाहिँ सञ्चालक समितिका पदाधिकारी साथीहरूले बोलिरहँदा सुनाइरहनु हुँदा उहाँहरूको ध्यानै अन्त छ
र त्योतिर चाहिँ सुन्ने अलिकति हाम्रो चाहिँ जमर्को अलिक कम भइरहेको छ कि भन्ने चाहिँ म आफूले विश्वास गरेको छु। यसै बिचमा मैले सुरुवातबाट के भन्न चाहेँ भने हाम्रा सहयोगी मित्र, सहयात्री मित्र र असाध्यै लगनशील क्रियाशील लौ सर यसो गरौँ भनेपछि हुन्छ मात्रै भनिराख्ने हाम्रा साथी, अगाडि बढिरहने साथी र जसले यो लाङ्गाली सहकारीलाई संस्थापनको अवस्थादेखि नै र आफ्नो दुई पटकको अध्यक्षको कार्यकाल समेत मा योगदान गरेर अकस्मात रूपमा, अकल्पनीय रूपमा, अनपेक्षित रूपमा हामीले विश्वासै गर्न नसकिने गरी चाहिँ उहाँ दसैँ आउनुभन्दा 2-3 दिन अगाडि मात्रै यो हामीलाई सबैलाई चाहिँ टुक्रा बनाएर जानुभएको छ। उहाँप्रति म हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै म आफ्नो छोटो भनाइले राख्ने अनुरोध चाहन्छु। निश्चय पनि म यतिखेर म पनि नेपाल मगर सङ्घ धादिङको कुनै बेला धादिङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको रूपमा पनि कार्यरत रहेँ र अहिलेसम्म त्यो हिङ नभए पनि हिङ बाँधेको टालो चाहिँ मसँग पनि छ, गोजीमा सुरक्षित भन्न चाहन्छु। यसै गरी यो रही साथै अहिलेसम्म लाङ्गाली मौलिक सहकारी संस्थाको पनि सल्लाहकारको रूपमा मलाई राखिरहनु भएको छ र मैले बुझेअनुसार, जानेअनुसार र मसँग के गर्ने सर भनेर सोध्नु भएको अवस्थामा यसरी चाहिँ जानुपर्छ है हाम्रो सहकारीलाई भनेर मैले सदैव सल्लाह दिने काम गरेको छु। इभन यो संस्था गठन हुने बेलामा हामीलाई तत्कालीन सहकारी डिभिजन कार्यालयले अलिकति अवरोध गर्न खोजेका थिए, किनकि यो मगरहरूको मात्रै सहकारी कहाँ हुन्छ, यसरी गठन गर्न कहाँ पाइन्छ भनेर हामीलाई अडचन पनि ल्याउन खोजेका थिए। अनि हामीले के भनेका थियौँ भने जहाँ चाहिँ तपाईँहरू तामाङ बसेको ठाउँमा गएर सहकारी खोल्ने कि नखोल्ने, तपाईँहरू चेपाङ बसेको ठाउँमा सहकारी खोल्ने कि नखोल्ने हो, यहाँका पनि यहाँ मगरहरू यो विभिन्न इलाका मिलाएर काम गर्न सक्नुहुन्छ भनेर गर्छौँ भनेदेखि हामीले उहाँहरूलाई दिने कि नदिन्छ, दिनुपर्छ भन्ने हिसाबमा म आफै जिल्ला विकास समितिको एउटा शाखा अधिकृतको रूपमा कार्यरत रहँदाखेरि म आफैले पनि उहाँहरूलाई भनेर उहाँहरूको नागरिकता म आफैले प्रमाणित गरेर सहकारी डिभिजन कार्यालयमा चाहिँ बुझाइएको थियो र त्यो आधारमा आज यो सहकारी 18 वर्ष चाहिँ पुरा गरिसकेको अवस्था छ। सहकारीमा पनि अझै पनि जोखिमयुक्त ऋणहरू धेरै नै छ भन्ने मैले बुझेको छु र यहाँ ठ्याक्कै अङ्कमा लेखेका होलान्, मैले पढ्न भ्याएको छैन र त्यो अवस्था हुँदाखेरि पनि मलाई चाहिँ कस्तो लाग्यो भने अझै हामी सजग हुनुपर्छ। अनि एउटा कुरो मैले यहाँनिर यो आगामी 82-83 को लागि अनि 67 एउटा आम्दानी चाहिँ यहाँनिर देखाउँदाखेरि 3,55,000 जतिको चाहिँ थप नयाँ कार्यक्रम राख्नु भएको छ, जो चाहिँ पोहोरको कार्यक्रममा 81-82मा थिएन र यतिखेर चाहिँ त्यसरी राख्नु भएको रहेछ। र त्यो भएको हुनाले अब यसलाई चाहिँ कमसेकम अझै हामी सजग हुनुपर्छ। हामी त्यो खर्च मेन्टेन गरेर हामीले के भन्छ अपेक्षित उद्देश्य हासिल गर्न सक्छ कि सक्दैनौँ भन्ने विषयमा हामी रहनुपर्छ भन्दै मैले चाहिँ आफूलाई लागेको कुरो र म आफूलाई पनि के भन्छ यो मञ्चमा बोलाएर एउटा अतिथिको भूमिका दिएर आफ्नो 2 शब्द असाध्यै 2 मिनटभित्र राखिदिनु होला भन्दै पनि मैले 4-5 मिनट दिइसकेँ होला र ढिलो हुन गएका मान्छेमा प्रार्थी भन्दै र यो सहकारीको उत्तरोत्तर प्रगतिको लागि हार्दिक कामना गर्दै मेरो आफ्नो भनाइलाई यहीँ बिटुवार चाहन्छु। हस्, धन्यवाद। जोरले जय सहकारी। धन्यवाद। मास्की मगर नीलकण्ठ नगरपालिका 8 निवासी श्री शान्ति गिदेल मगरज्यू, कुलबहादुर झ्यारी मगरज्यू, भौती मगरज्यू, मेयर सदस्य 425 का
एकजुट हुनु आवश्यक छ। त्यसको लागि चाहिँ सबै कुरा आफ्नो गाउँठाउँबाट मगरहरूलाई भाषा संस्कृतिका लागि अगाडि बढाउनका लागि तपाईँहरूले पनि एउटा अहिलेको मगरहरूले पक्कै पनि तदारुकका साथ अगाडि बढाउनु पर्नेछ। आजको यो कार्यक्रमलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि नीलकण्ठ नगरपालिकाका प्रमुख विकास प्रेमी नेता आदरणीय माया गर्ने नेता आदरणीय भीमप्रसाद ढुङ्गानाज्यूलाई आजको शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमका सभापति राम आलेज्यू, विशेष अतिथिको रूपमा रहनुभएका मैले एक मुष्टमा भने यो लाङ्गाली बहुउद्देश्यीय सहकारी संस्थाका फाउन्डर अथवा स्थापना कालदेखि यो सुरुवात गर्ने हरिशङ्करजी लगायत हरिपाटाजी, भीमबाजी, हाम्रो जनप्रतिनिधि साथीहरू, बिरबाजी लगायत तपाईँहरू विभिन्न तह तबकामा बस्नुभएका सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरू, बोलेपछि आफ्नो कुरा कसैले काट्न नसक्ने र यो कार्यक्रममा मलाई जुन बोलाउनु भयो, प्रमुख अतिथिको अवसर दिनुभयो, म आयोजक कमिटीलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। मैले कहाँबाट सुरुवात गरौँ भने आज सबै मगरले मात्रै होइन, आज देशले गौरव गरेको। आखिरमा हाम्रो एक दिन जिन्दगी मरेर जाने हो, लानु चाहिँ पनि छैन। तर हामीले जे जति काम गरेका छौँ, आफ्ना विभिन्न ठाउँमा गएर काम गरेका छौँ, त्यो मलामी बढाउनको निमित्त, इतिहासमा नाम लेख्नको निमित्त हो। आज देशको नेपालको पहिलो शहीद को हो भन्दाखेरि क्याप्टेन लखन थापा। आखिरमा क्याप्टेन लखन थापाले त्यो बेलामा युद्धमा नगएको भएदेखि, नलडेको भए आज हामी नाम लिँदैन थियौँ होला। धेरै मगरहरू मरेर जानुभएको थियो र सबैजना मान्छे मरेर जाने हो, उहाँ पनि गइसक्नुहुन्छ। र कुलबाजीप्रति पनि म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। हिजो 2-5जनाले सुरुवात गरेको, 8-9जनाले सुरुवात गरेको सहकारी आज 1100 सदस्य बनिसक्नु भएको छ। म चाहन्छु तपाईँहरूलाई कुनै नियत खराब छ भनेदेखि, योबाट कहीँ फाइदा लिनु छ भनेदेखि मलामी नघटाउनुहोस्, बेइज्जत नहुनुहोस्। जो बन्नु भएको छ र बन्नेवालामा हुनुहुन्छ, त्यसले गर्दाखेरि आज यी सारा दाजुभाइ दिदीबहिनीहरूको रगत र पसिनाको र मगरकै इतिहासमा कलङ्कित भएर आफ्नो देहान्त नगर्नुहोस्। बरु अहिले नै त्यतापट्टि वास्ता व्यस्त नगर्नु। यदि नियत खराब छ भनेदेखि केही तपाईँहरूले सामाजिक सञ्जालहरूमा सुन्नु भएको होला, केही नियत खराब भएका मान्छेहरू आज अरबौँ रुपियाँ दाम लिएर सहकारीको बेइज्जत भएको छ। म कसैको नाम भन्न र कसैपछि हात सुझाउन चाहन्न, त्यस्तो यो सहकारीमा हुँदैन। मलाई विश्वास छ। मैले यति भन्ने कुराहरू तपाईँहरूको बिचमा राखेँ। दोस्रो कुरो, हाम्रो साथीहरूले स्वाद भाषण गर्नुदेखि लिएर, अध्यक्षदेखि लिएर, सचिवदेखि लिएर धेरै साथीहरूले कुरो राख्नु भएको छ। म नगरपालिकाको प्रमुख नीलकण्ठको मात्रै, म नक्की सिद्धलेख ज्वालामुखीको होइन। र तपाईँहरूले राखेको मागमा आज मैले यहाँ बोलिरहँदाखेरि मात्रै होइन। तपाईँ नगर प्रमुख भनेपछि सदरमुकामको भएपछि हिजोको जिरिस जस्तो हुनुपर्छ। सायद कति मगर समुदायले आएर भनेका मागहरू मैले सम्बोधन गरेको छु। अहिलेसम्म नाइ भनेर खाली हातले मैले फर्काएको जस्तो मलाई लाग्दैन। त्यसैले अहिले पनि 2-3 कुराहरू आए। एउटा मैले हरिशङ्करसित पनि सोधेँ, तपाईँहरूको माग के छ? यो सबै मगरहरू आज जे जति सहकारीको नाउँमा आउनु भएको छ र नआउने मगरहरूलाई पनि नीलकण्ठ नगरपालिकाको प्रमुखले आज यस्तो कुरो भन्नुभयो, हामी खुसी छौँ र यो कार्यक्रम हाम्रो हुने भयो। तपाईँहरूको र मेरो स्वभाव चाहिँ मिल्छ। हेर्नु, मलाई बोल्न मन लाग्दैन, बोलेपछि गर्न मन लाग्छ। मगर पनि ढिलो बोल्छ, बोलेको कुरो पाएको हुन्छ। स्वभाव मिल्छ, नाक नमिले पनि धावना मिल्छ भन्नु पनि वासिँदैन सोध्नु। ल यो चाहिँ कार्यक्रम राख्नुपर्छ मेरो साहब, न त तपाईँको विरुद्ध लिन्छु म, त्यो घुर्काउने स्वाभाविकै कुरो हो। भनेपछि
जो अब अरू पालिकाको के भएको छ मलाई थाहा छैन सम्भवतः। अनि मैले उहाँलाई सोधेँ अब अहिले आएर सार्वजनिक रूपले बोलिरहँदाखेरि के चाहिँ काम गरिदिँदा तपाईँहरूको सबैको चित्त बुझ्छ ल भन्नुहोस् त भनेर सोधेको। दुईपट्टि सोधेँ त्यहाँ भए भएर रामालीसित पनि हरिशङ्करसित पनि उहाँले दुईवटा किसिमको कुरा ल्याउनु भएको। एउटा अलि महर भाषा सिकाउनको लागि एउटा गुरुको व्यवस्था गर्दै हुन्थ्यो भन्ने कुरो। माया शिवरात्रिको कार्यक्रम चाहिँ हाम्रो राष्ट्रिय चाड हो। माया शिवरात्रि जसरी लखन थापा सबैको नेपालको पहिलो शहीद भएर जस्तो माया शिवरात्रि हाम्रो चाड हो। महर मात्र होइन, नेपालीहरूको माया चाड हो। त्यसको प्रमुख चाहिँ के हो त भन्दाखेरि अझ विशेष चाहिँ तपाईँ महर जातिहरूले नै यसको मनाउनुहुन्छ। त्यसैले गर्दाखेरि त्यसो हो भने नीलकण्ठको मात्रै भए भए अहिले म घोषणा गर्छु। किनभने मेरो हक अधिकार भनेको मेरो टेरिटोरी भनेको नीलकण्ठको मात्रै सहित यसपालिको माया शिवरात्रि मनाउन त भन्दाखेरि नीलकण्ठले आफ्नो पालमा परेको विवरण तयार छ। म अहिले तपाईँहरूलाई सार्वजनिक रूपले घोषणा गर्छु। र अन्तमा म धेरै लामो कुराहरू बोल्दिनँ। अब एउटै विषयमा बोल्छु म, सहकारीको विषय। अहिले 1100 जना पुग्नु सबैभन्दा मान्छेको कमिटमेन्ट हो। तपाईँले आत्माले निर्णय गर्नुहोस् कि यो सहकारी हाम्रो होइन, यो सहकारी मेरो भनेर सबै ठान्नुहुन्छ। र म तपाईँलाई एउटा प्रश्न सोध्छु, यदि तपाईँहरू सबैले त्यसरी ठान्नु भएको छ होइन त? छ। त्यसो हो भने अर्कोचोटिको साधारण सभामा तपाईँहरू आइरहँदाखेरि एकजना नयाँ साथी बनाउन सक्नुहुन्छ हुन्न? वर्ष दिनमा सक्नुहुन्छ? वर्ष दिनभरिमा। त्यसो हो भने सबै सदस्यले एकजना नयाँ साथी बनाउनु भयो भने अर्कोचोटि साधारण सभा कति सय हुन्छ यसको? 2200 बनाउने हो। ल ताली पड्काएर सबैले एकजना बढाउनु, धेरै नबढाउनु। यदि एकजना 2200 पुग्यो भने अर्को वर्षमा कति हुन्छ? 4400 हुन्छ। 3 करोड रुपियाँ राउन्डमा हामी पुगिसक्यौँ। हिजो सुगा 4 राउन्डबाट महरहरूको, धादिङको, 3टा पालिकाको आज यति छ भनेपछि 3 करोड ठाउँमा 6 करोड पुग्छ। बिहान आज मात्रै म रामकोट सहकारीमा ब्लड डोनेसन कार्यक्रमको प्रमुख अतिथि। अहिले पनि ब्लड डोनेसन भइरहेको छ। त्यसपछि गएर अहिले हाम्रो भोजबाजजीले पनि भनिसक्नु भएको छ ब्लड दिनको निमित्त तपाईँहरू इच्छुक हुनुहुन्छ भने तुषार बजार जानुहोस् है। र त्यो रामकोट सहकारी म त्यसको प्रमुख सल्लाहकार संरक्षक। मेरो अफिसमा काठमाडौँमा बसेर यहाँबाट जाने विद्यार्थीहरूले, रामकोटको विशेष गरेर हटियाको अथवा 8 नम्बर वार्डका विद्यार्थीहरूले आफूलाई आइडेन्टिटी कार्डमा दिएको वस्तु कमिसन निकालेर गरेकोमा अहिले करिब 20 करोड रुपियाँ दाम लाग्यो। 2000 मैले बिहान भने 2072 सालको भूकम्पमा त मेरो घरमै मिटिङ बसिरहेको छ। सायद मेरो घर त्यो बेलामा ढल्ने कोही पनि हुँदैन। मेरै अफिसमा गाविस मासुको अफिसमा सबै मिटिङ ती हुन्थ्यो। आज 20 करोडभन्दा माथि गएको छ। आज एउटा दिमागमा राखेर जाने तपाईँहरूले एउटा कुरो त ताली पड्काइसक्नुभयो कि अर्को पटक आउँदाखेरि एकजना नयाँ सदस्य हामी थप्छौँ भनेर। अब तपाईँहरूप्रति म फर्किन्छ र एउटा नमुना काम गरौँ, घोषणा गरौँ। आज त्यो 5 वर्ष 10 वर्ष लाग्न सक्छ, त्यो 6 महिना 3 महिनामा हुने कुरो होइन। तर सबैले साथ दिनुभयो भनेदेखि नेपालमै सम्भवतः मलाई थाहा छैन, सहकारीहरूमा धेरै पैसा हुँदै गइसकेपछि त्यो हामी कहाँ परिणत गर्छौँ? बैङ्कमा परिणत गर्छौँ। बैङ्कमा लगाएर पैसा राख्छौँ, उसलाई चलाउन किन दिनु भनेपछि करिब हामी 3 वर्ष 5 वर्षभित्र सबैजना इमान्दारीपूर्वक आयो भने यो मेरो सहकारी हो भने मगर विकास बैङ्क खोल्न हामी सम्भव हुने कि नहुने? 20-30 करोड एउटा क्राइटेरिया पुर्यायो भनेदेखि मगर विकास बैङ्क हुन्छ हुँदैन? धादिङका मगरहरूले
3टा पालिका मात्रै होइन अरू महरहरू पनि थप्नु जिल्लाकै एउटा नमुना बनाऊ त्यसपछि महर विकास बैंक भनेर एउटा बनाउन तपाईँहरू तयार हुने कि नहुने सुरुवात आज 1 वर्षभित्र भन्न खोजे होइन 5 वर्षभित्र भन्न खोजेको होइन अनि आज जसरी वीरबहादुर होइन वीरमान होइन वीरबहादुरलाई लगायत मलाई किन आज हामीले सम्मान गरे यो सहकारीको सुरुवात गरेको कारण हरिशङ्करजी किन त्यहाँ बस्नु भएको छ फाउन्डर भएको कारणले तपाईँहरू धेरै फाउन्डर हुनुहुन्छ म 2 जना मात्र नाम लियो भने अन्यथा नठान्नुहोस् भने यो बैङ्कको सुरुवात 10 वर्ष भयो हामीले सुरुवात गरेर एउटा प्रस्ताव पारित गरेर यसको लक्ष्यमा हामी लाग्यौँ भने 20 वर्षपछि हाम्रो पुस्ताले आएर मगर बनाउन सक्छ आजको भोलि कुरो होइन यो दिमागमा रहोस् मैले यही शुभकामना तपाईँहरूलाई दिउँ र म मगर नभए म समय मेयर हुने होइन हिजो सिद्धलेखमा नआइसकेर कार्यक्रम त्यस्तो बेला पनि मैले सहयोग गरेँ लहन थापाको यहाँ के कति चाहिन्छ होइन त्यो सबै गर्नुहोस् म सहयोग गर्न तयार छु भनेपछि अहिलेसम्म मैले खाली हात फर्काएको पनि छैन र म नगर प्रमुख हुन्जेलसम्म तपाईँहरूलाई फर्काउँदिनँ यो अर्थमा ठुला रकम होइन आफ्नो सिमी सागरको स्रोतको बिचमा दिमागी सबै यो रामाले त्यस्तै लाग्छ भनिहालिनँ अहिले मैले भनिसकेँ फोन गर्दाखेरि सबै कुरो खालि महर समाजलाई के गर्ने मात्रै भने त्यसै निवृत्त लागेको मैले वास्तवमा कसले भनिदिनु त मसित गरेको त मैले भनिदिनु पऱ्यो नि त लगायत मन्जुको भोजबहादुर सबै हरिशङ्करजीहरू पनि त्यसरी लागिरहनु भएको छ म सहयोग गर्न पदमा हुँदा पनि तयार छु र भोलि म नगर प्रमुख नभएर म यहाँको नागरिक त हुनै दिउँदैन मेरो नागरिकता ध्यान छ नि पदमा त म सधैँ रहन्न नि त्यो बेला पनि मैले व्यक्तिगत रूपमा पनि सङ्घ संस्थाका हिसाबले पनि तपाईँ को माले हुन्छ को काङ्ग्रेस हुन्छ कोही त्यो मेरो सरकारको कुरो होइन समग्र महरहरूलाई सहयोग गर्न म तयार छु भन्ने प्रतिबद्धताका साथ यो अवसर दिएकोमा हार्दिक धन्यवाद आभार व्यक्त गर्दै मेरो भनाइहरू यहीँ टुङ्ग्याउँछु जय लाङ्गाली जय सहकारी जय उहाँलाई मायाको चिनो हस्तान्तरण गरिदिनु हुनुको लागि म सभापतिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु कुनै पनि सहकारी संस्थाको मुख्य मेरुदण्डको रूपमा ऋण उपसमिति रहेको हुन्छ ऋण उपसमितिले सहकारी संस्थाको साधारण सभाबाट पारित ऋण नीतिलाई मुख्य आधार मानि ऋण प्रवाह गरेको हुन्छ हामीले पनि हाम्रो वार्षिक साधारण सभाबाट पाएर अनुरोध गर्दछु ऋण समितिको बैठक 26 पटक बसेको छ र असारको महिनामा ऋण लगानी भएन र जम्मा 1,28,96,900 रुपियाँ ऋण लगानी गर्न हामी सफल भयो भने ऋण असुली गर्न चाहिँ 71,65,735 रुपियाँ चाहिँ ऋण असुली गर्न ऋण लगानी धितो जग्गा राख्ने कार्यक्रमलाई स्थान हेरेर यथावत राखिएको छ ऋण लिँदानीहरूलाई पुरस्कार सहित सम्मान गरिनेछ जय सहकारी जय सहकारी सामाजिक जीवनमा राजनीतिक जीवनमा र सहकारी अभियानको क्रममा विभिन्न ओहदा र जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका र आजको यस कार्यक्रममा आफ्नो आमन्त्रित भएर हुने तपाईँ खाजा नि पैसा दिने हो मान्छे माथि गऱ्यो मान्छे अलिक बाँडिन्छ मान्छे चाहियो नि यस्तो लाइनमा लाइन एउटा दुईटा हो यसै गरी शुभकामना मन्तव्य राखिदिनु हुनका लागि सिद्धलेख गाउँपालिका वडा नम्बर 4 का वडाध्यक्ष झगबहादुर थापा मगरज्यूलाई म स्टेजमा आमन्त्रण गराउन चाहन्छु श्री लाङ्गाली बहुउद्देश्यीय सहकारी संस्था लीको 18औं साधारण सभाको अध्यक्षता गरिरहनुभएका यस सहकारी सङ्घका अध्यक्षज्यू आजका प्रमुख अतिथि यस नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाज्यू
त्यस्तै सहकारी यस सहकारीको उत्थानका लागि संस्थापन अन्य उपसमितिका सदस्यहरू र यहाँ उपस्थित सम्पूर्ण सिंहधनी महानुभावहरू सबैमा म सहकारी अभिवादन गर्न चाहन्छु र अहिले हामी यस सहकारी संस्थाको साधारण सभामा उपस्थित भइरहेका छौँ। यतिखेर हामी अतिथिज्यूहरूलाई आमन्त्रण गर्छौँ अनि हामी सदस्यहरू यहाँ उपस्थित हुन्छौँ। अतिथिज्यूहरूलाई आमन्त्रण गर्नुको अर्थ के हो त भन्दाखेरि उहाँहरूबाट चाहिँ महत्त्वपूर्ण सल्लाह सुझाव आओस्, हाम्रो सहकारीको उन्नतिका लागि के गर्न सकिन्छ, उहाँहरूबाट केही प्रतिबद्धताहरू आओस् भन्ने हुन्छ। साथै उहाँहरूबाट के सल्लाह आउन सक्छ त्यो सल्लाह आओस् भन्ने हिसाबले हामी अतिथिहरूलाई यहाँ आमन्त्रण गर्दछौँ र त्यो हिसाबले पनि यो अहिले जति पनि अगाडि सल्लाह सुझाव दिइसक्नु भएको छ अतिथिज्यूहरूले आफ्नो महत्त्वपूर्ण भूमिका कायम गर्न चाहन्छु, म व्यक्त गर्न चाहन्छु। किनभने तिनै कुराहरूले नै हाम्रो सहकारीलाई अगाडि बढाउन सक्छ होइन। सहकारीमा हामी किन आबद्ध हुन्छौँ भन्दाखेरि हामीसँग सिप छ, कुनै एउटा काम गर्न हामी चाहन्छौँ, एकदम राम्रो ढङ्गले चाहिँ काम गर्न सक्छौँ, कुनै चिजहरू उत्पादन गर्न सक्छौँ, त्यो गर्न सक्छौँ। तर हामीसँग के छैन, के चाहिन्छ भन्दाखेरि पैसा चाहिन्छ। त्यसको लागि उद्योग सञ्चालन गर्नको लागि पैसा चाहिन्छ। आफूसँग पैसा छैन भने पनि सिप छ भने यो सहकारीको माध्यमबाट हामीले सङ्कलन गरेको पुँजी बचत जति पनि छ त्यो बचतबाट ऋण लिएर हामीले हाम्रो आर्थिक अवस्थालाई माथि लान सक्छौँ। त्यसका लागि हो हामीले सहकारीमा आबद्ध भएको। त्यो ऋण लिनका लागि मात्रै होइन, त्यो ऋण लिएर हाम्रा सदस्यहरूको आर्थिक अवस्थालाई माथि लानका लागि हामी यसरी आबद्ध भएका हौँ। जबसम्म हाम्रो सदस्यहरूको चाहिँ आर्थिक अवस्था माथि हुँदैन तबसम्म हामी चाहिँ सहकारीमा आबद्ध भएको अर्थ हुँदैन। त्यसको हुनाले हाम्रो मुख्य काम भनेकै हाम्रो आर्थिक अवस्थालाई माथि उकास्नु हो, अगाडि बढाउनु हो। त्यसका लागि हामी आबद्ध छौँ भने हामी 1000 रुपियाँ बचत गर्न सक्छौँ भने हामी 2वटामा आबद्ध भयौँ भने हामी 500 मात्रै गर्न सकौँला, त्यस्तो हुनसक्छ। त्यसो हुनाले सम्भवतः हामी एउटा मात्रै सहकारीमा आबद्ध भयो भने राम्रो हुन्छ, त्यसो गर्नु राम्रो होला भन्ने लाग्छ। र हामीले गर्ने भनेको कुरो चाहिँ म त सिद्धलेखमा छु, खास गरी हामीहरू दर्ता भएको चाहिँ नीलकण्ठमा हो होइन। पालिकाले गर्न सक्ने कुराहरू पनि हुन सक्छन्, त्यसमा हाम्रो सदस्यहरूले पालन गर्नुहुन्छ, उहाँहरूले धेरै अनुदान पाउनुहुन्छ। यस्ता खालको कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ। पालिकाले स्थानीय निकायले गर्न सक्ने भनेको त्यो नै हो। र अरू समग्रमा चाहिँ के हो भने अहिले भनेको चाहिँ एउटा सहकारी मार्फत गर्न सक्ने काम चाहिँ त्यो भयो। र सिङ्गो मगर समुदायका लागि माथि उठाउनका लागि त जसले पनि गर्न सक्ने भयो। मगर समुदायको संस्कृति संरक्षणका लागि र मगर समुदायको चाहिँ नेतृत्वलाई विकास गर्नका लागि धन्यवाद अध्यक्ष आदरणीय झम्बहादुर मगरज्यू। छोटो श्लोक आउनु मन्तव्य राखिदिनु हुनको लागि म सिद्धलेख 6 का अध्यक्ष सुरेन्द्र थापा मगरज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकले। आजको यस लाङ्गाली बहुउद्देश्य सहकारी संस्थाको त्यस्तै गरी यो 18औं वार्षिक साधारण सभालाई सभ्य र भव्य ढङ्गले सम्पन्न गर्न पाल्नुभएका सम्पूर्ण लाङ्गाली बहुउद्देश्य सहकारी संस्थाका सिंहधनी मालिकज्यूहरूमा मेरो व्यक्तिगततर्फ र शीतलेखको सबैको तर्फबाट पनि सम्पूर्णमा नमस्कार भन्न चाहन्छु र सहकारी अभिवादन गर्न चाहन्छु। मलाई धेरै कुराहरू भन्नु छ, नाचगानको बारेमा चाख लगाएर हेर्छौँ र यहाँ पोहोरका कुराहरू बारे तपाईँ चाख लगाउनु, त्यही बेला त झन् सिट मात्रै बाँकी छ कसले सुन्ने हो। तापनि आज हामी चाहिँ के गर्छौँ भने यो 18 वर्ष अगाडि स्थापना भएको सहकारी हामी यसरी साधारण सभा गरिरहँदा संस्था घाटामा यति लाख घाटामा गयो भनेर पनि हिँडेको मान्छे हो। तर आज झन्डै त्यतिखेर आजभन्दा अगाडि 64 सालमा चाहिँ 31 जना साथीहरूले 31,000 रुपियाँ दाम जम्मा गरेर अगाडि बढेको संस्था अहिले झन्डै भनेको छ त। त्यसलाई सुरुवाती कुरामा एकबार हाम्रो मेयर साहबले भनेको जस्तो छ नि, हाम्रो भावी कार्ययोजना चाहिँ हामीले छोड्नु हुँदैन। यो कहिले गर्छ, कसले गर्को अवस्थामा गर्छ भन्ने रूपमा हामी आँकिनु हुँदैन। त्यो कुरा हामीले उठाएका कुरा हाम्रा पिँढीहरूले आएर त्यो कामहरू सम्पन्न गर्नु सक्छ, तर भावी कार्ययोजनाहरू चाहिँ बनाउनु सक्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि हामीले यसलाई सरस्वती रूपमा भन्नुपर्दा संस्थाको निक्षेपमा भएको रकम र तपाईँहरूको सेयर पुँजी रकम, त्यसको रकम र अनि त्यसपछि तपाईँले ऋण लगानी गरेको रकममा चाहिँ के भइरहेको छ र त्यो तालमेल मिल्यो भने त्यसले सङ्ग्रह यस संस्थालाई गर्नुपर्ने कुरामा सदैव तत्पर रहनेछु। सबैजना साथीहरूसित सहकारी हातेमालो गरेर अगाडि बढ्नेछु र यो हुनेछ भन्दै र यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना सहित मेरो आफ्नो छोटो भनेलाई यहीँ टुङ्ग्याउँछु। हस्त धन्यवाद। जय सरकार।
धन्यवाद आदरणीय अध्यक्षज्यू, आफ्ना गतिला भनाइ र आफ्नो अनुभवहरू सेयर गरेर गइसक्नु भएको छ। त्यसै गरी हाम्रो यो 18औं साधारण सभालाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि हरिशङ्कर गिदेल मगरज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। ल धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक भोजबहादुर थापा मगरज्यूलाई। श्री लाङ्गाली बहुउद्देश्य सहकारी संस्थाको 18औं वार्षिक साधारण सभाका अध्यक्षज्यू, त्यस्तै यस कार्यक्रममा पाल्नुभएका हाम्रा प्रमुख अतिथि नीलकण्ठ नगरपालिका मेयर साहब हुनुहुन्थ्यो, अहिले बाहिर जानुभयो। त्यस्तै यस कार्यक्रममा र यो लाङ्गाली सहकारीलाई माया गर्न हृदयदेखिबाट लाग्नुहुने हाम्रो चाहिँ विभिन्न गाउँपालिकादेखि वडाका चाहिँ अध्यक्षज्यूहरू, हाम्रो जातीय सङ्गठनका चाहिँ प्रमुखज्यूहरू, त्यस्तै केन्द्रबाट चाहिँ पाल्नुभएका, प्रदेशबाट पाल्नुभएका चाहिँ पदाधिकारीज्यू, व्यापार सङ्घका अध्यक्षज्यू, पत्रकारज्यूहरू, यस्तै विभिन्न सङ्गठनबाट चाहिँ पाल्नुभएका चाहिँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू र हाम्रा पालिकाका चाहिँ अध्यक्षज्यूहरू र सहकारीका पदाधिकारीज्यूहरू सबैलाई झोरले नमस्कार भन्न चाहन्छु। पोहोर साल र यसपालिमा धेरै फरक चाहिँ भएको छैन, भेट्ने यसमा म पनि आफै लागेको हुँदा र धेरै कुराहरू हाम्रो चाहिँ अघि मेयर साहबले पनि भनिसक्नु हो, मगर भएर हिँड्नुहोस्, मगरलाई सहयोग गर्नुहोस्, पार्टीको झोला पाखाएर राख्नुहोस् अनि हृदयले चाहिँ बोलेर हिँड्नुहोस् भनेर चाहिँ मैले बिहानै सम्झेको थिएँ, उहाँले अघि भनिदिइसक्नु हो। र यो मगर सङ्घ र चाहिँ सहकारी चाहिँ एक आपसमा एउटै पाटो हो, यो मेरो हो भनेर चाहिँ हिँड्नु पऱ्यो भनेर मैले पहिलेदेखिबाट चाहे मगर सङ्घमा होस् चाहे सहकारीमा होस् जुनसुकै कार्यक्रम पनि भन्ने गरेका थिएँ। र कहिलेकाहीँ चाहिँ बाटो बिराएको हुनाले हामीले धेरै दुःख पायौँ र राम्रो कुराहरूलाई चाहिँ अगाडि बढाउनुहोस्। अघि चाहिँ मेरो साहबले भन्नुभएको थियो एउटा मगरले गल्ती गर्यो भने के हुन्छ, बेजेत हुन्छ भने जस्तै आउँदो दिनमा सबै मगरहरूले एक भएर अहिले 1100को चाहिँ 2200सम्म चाहिँ सदस्य बनाउनु भनेर उहाँले जानी गइसक्नु भएको छ। यो उहाँको चाहिँ कुरालाई चाहिँ हामीले मनन गरेर अब आउँदो दिनहरूमा अझै अगाडि बढ्नुपर्छ र अब हाम्रो चाहिँ स्वर्गीय गुलबहादुर थापा मगरले यो लाङ्गाली सहकारीको लागि मगर सङ्घको लागि चाहिँ धेरै उहाँले योगदान गर्नुभएको छ र यो सहकारीमा के भयो कसो भयो भन्ने कुराहरू मलाई जानकारी दिनुहुन्थ्यो। मैले चाहिँ ती कुराहरूलाई लिएर सहकारी होस् या मगर सङ्घमा आएर चाहिँ ल यो कमजोरी भयो तपाईँहरूले यो गर्नुपर्छ भन्ने कुराहरू पनि मैले बेला बखतमा आएर चाहिँ भन्ने र सुझाव पनि दिने कामहरू मैले गरेका थिएँ। अहिले लगानी दिन त्यति भइरहेको, बचत पनि भइरहेको छ। अहिले केही पऱ्यो भने पैसाको हामीसँग कमी छैन। अब यहाँहरूले पनि चाँडै आफ्नो सदस्यहरूलाई, आफ्नो छिमेकी दाजुभाइ दिदीबहिनी माइतीहरूलाई छिटोभन्दा छिटो सदस्य बनाएर चाहिँ चाहे बाख्रा पालन चाहे चाहिँ भैँसी पालन र यहाँहरूले चाहिँ आफैले चाहिँ सदस्य बनाएर चाहिँ आम्दानीको चाहिँ स्रोत चाहिँ अगाडि बढाउँ भन्न चाहन्छु यहाँहरूलाई। र हाम्रो नीलकण्ठको चाहिँ अध्यक्षज्यू पनि तुरुन्तै अब यी कुराहरूलाई चाहिँ लिएर सल्लाह गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मेरो सुझाव छ। उहाँको चाहिँ सल्लाह सुझावहरू यहाँहरूले पनि लिनुपर्छ। र अलिकति कति पालिका हालेर बसिया होलान्, कति जागिर छोडेर बसिया होलान्, कति चाहिँ अब कार्यक्रम सञ्चालन गरेर बसिरहनु भयो होला, उहाँहरूको पनि सल्लाह सुझाव लिएर यहाँले चाहिँ अझै अगाडि बढ्नुहोस् भन्दै यहाँहरूलाई चाहिँ सुझाव दिँदै हस् ल झोरले जय सहकारी। धन्यवाद। धन्यवाद हरिशङ्कर मगरज्यू, उहाँले चाहिँ संस्थालाई अगाडि बढाउनको लागि स्थापना कालदेखि नै म तपाईँलाई 31 जनाबाट सुरु भएको यो संस्था यहाँसम्म आइपुग्दा उहाँहरू लगायत सम्पूर्णलाई उच्च सम्मान गर्दै उहाँलाई ताली बजाएर पास गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।
सल्लाहकार समिति र सबै समितिमा हामी मगर समुदाय मात्रै भएको कारणले हामीले अरूले छि भन्ने नहुने गरी अरूले हामीलाई चाहिँ छ्या के चलाएको यो सहकारी भएन तपाईँहरूले यो सहकारीको अवस्था नाजुक छ भन्ने खालका सहकारी नबनाऊ, यसलाई राम्रो सहकारी बनाऊ भन्नका लागि हामीले विभिन्न कार्यक्रमहरू र हामीले विभिन्न अध्ययन र विभिन्न ठाउँबाट निकायबाट हामीले सरसल्लाहहरू लिँदै आएका छौँ। हुने सुविधाहरू मैले आफ्नो सहकारीलाई दिनेछु भन्ने प्रतिज्ञा गर्न चाहन्छु। मैले गत साल पनि हाम्रो व्यवस्थापकलाई लेखा तालिम चितवनमा मैले सिफारिस गरेर पठाएको छु। उहाँलाई मैले 7 दिनको ट्रेनिङ गरेर उहाँको यो हाम्रो सहकारीमा आवश्यक व्यवस्थापनको लागि के गर्न सकिन्छ, के हामीलाई तत्त्वहरू चाहिन्छ भनेर हामीले यो ट्रेनिङ दिइसकेका छौँ। बाँकी त हामीले 2वटा बङ्गुर मात्रै एउटा घर पाल्न सक्यो भने हाम्रो मगर समुदायबाट बङ्गुर पालेको बङ्गुर हामीले बजारमा ल्याएर कटौती गर्न सक्यो भने हाम्रो समुदायलाई पनि फाइदा हुने र सहकारीले पनि एउटा बहुद्देश्य काम गरे जस्तो देखिने अवस्था आउँछ। त्यसकारणले सम्पूर्ण शेर धनी महानुभावहरूलाई यो सञ्जाल यो माहौल यहाँहरू माझमा हामी लिएर आउँछौँ। त्यो माहौलमा तपाईँहरू अट्नको लागि यहाँहरूको सल्लाह सुझावको लागि पनि म हार्दिक आभार गर्न चाहन्छु र अनुरोध गर्न चाहन्छु। आज यो सहकारी संस्था यहाँसम्म पुर्याउनको लागि विभिन्न तह तहबाट सहयोग गर्नुहुने म आदरणीय हाम्रो सल्लाहकारजीहरूलाई म मनन गर्न चाहन्छु। आदरणीय हाम्रो यस सभामा आज अलिक खल्लो पनि हामीले महसुस गरिरहेका छौँ। यसै लाङ्गाली सहकारी संस्था 2 कार्यकाल उहाँले हाम्नुभयो। हाम्रो आदरणीय हाम्रो अग्रज व्यक्ति हुनुहुन्थ्यो आदरणीय स्वर्गीय कुलबहादुर थापा मगरज्यू, उहाँ स्वर्गवास भइसक्नु भएको छ। उहाँप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली छ। उहाँले देखाउनु भएको बाटो, उहाँले भनेको बाणहरू, उहाँले सिकाउनु भएको सिपहरू हामी पक्कै मनन गरेर हामी आगामी दिनहरूमा अगाडि बढ्ने यहाँले चित्त नबुझेको कुराहरू प्रश्न भनिदिएर हामीलाई सल्लाह र सुझाव दिनको लागि यहाँहरू सधैँ कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद। जय सहकारी, जय लाङ्गाली।